हेलो वेलकम ब्याक। बिटकोइनको प्राइस अब 74K को रेन्जमा खेलिरहेको छ। अब मैले अलि अस्ति पनि कुरा गरेको थिएँ कि अब जुन इरान र युएसको नेगोसिएसन्सहरू फेरि अलिकति स्टेट अफ हर्मुजलाई लिएर फेरि एस्केलेट भएको छ र इरानको साइडबाट नेगोसिएसनमा हामी जाँदैनौँ भन्ने कुरा पनि गरेको छ र ट्रम्पले पनि बुधबारसम्म कहिले सिज फायरको एन्डिङ डेट छ होइन। त्यसमा चाहिँ अब यदि वार्ता गरेन भनेपछि हि गन ब्रम अल द ब्रिज अनि के भन्ने कुरा गरेका छन्। लुक्स लाइक अब अझै एस्केलेट हुने जस्तो देखिन्छ र यही रियाक्सनमा चाहिँ एसियाको मार्केट जब आज खुल्नेछ त्यस भएर पनि अहिले प्राइसमा डिप पनि हान्नेछ र एक्ज्याक्टली त्यस्तै नै हुन गएको छ। प्राइसमा हामीले अझै डिप हान्ने पनि देखिन्छौँ किनभनेपछि अझै पनि जियो पोलिटिकल अनसर्टेन्टी बचिराखेको छ। अब मेन कुरा चाहिँ स्टेट अफ हर्मुज चाहिँ पहिला अब नेगोसिएसन भयो, इरानले खोल्यो भने युएसले फेरि त्यसपछि त्यसमा ब्लकेट गर्यो होइन। अब त्यो ब्याक एन्ड फोर्थ अब इरानको जुन चिजलाई लिएर ऊ स्ट्रङ थियो त्यही चिज लाई युएसले भनौँ न खोल्न लगायो, त्यसपछि युएसले आफैले ब्लक गर्यो भनेपछि लुक्सलाई कहीँ न कहीँ चाहिँ फेरि यो म्याक्रो पिक्चरमा चाहिँ चाइना रसिया यो जुन युएसको ओइल रिजर्भहरू युएसको ओइल सप्लाई छ सबै सिप्सहरूलाई चाहिँ युएसमा त डाइभर्ट गर्न खोजेको जस्तो देखिन्छ र इन्डिरेक्टली ट्रम्पले चाहिँ सबै कन्ट्रिजहरूलाई चाहिँ ओइलको लागि युएससँग भर पर्नुपर्छ, तिमीहरूले मेरो शरणमा आउनुपर्छ जस्तो कुरा गरेको जस्तो देखिन्छ युएसले चाहिँ। अब वी डोन्ट नो एक्ज्याक्टली के हो भन्ने कुरा, तर अब त्यस्तै सिनेरियो बिल्ड पनि भइरहेको देखिन्छ र अब त्यही हो। अब अझै अनसर्टेन्टी बचेकै छ र तपाईँ आफूले पनि यसो अलिकति ध्यान दिनु होला, हेर्नु होला। योभन्दा बाहेक चाहिँ पहिला जुन ट्रम्पले ट्यारिफको कुरा पनि गरेका थिए होइन, अब त्यो ट्यारिफको कुराले पनि एक खालको अनसर्टेन्टी आएको थियो। त्यसपछि फेरि उनले त्यसलाई बार्गेनिङ चिपको रूपमा युज गरेका थिए। चाइना एसियन कन्ट्रिज सबैलाई उनले आफ्नो अन्डरमा राख्न सकेका थिए र योपालि पनि अब ओइलको हिसाबले अब युएसले फेरि दुनियाँमा 20% ओइलको सप्लाईलाई ब्लक गर्न खोजेको देखिन्छ, भलै इरानले त्यसलाई ओपन गरे पनि। सो अब यहाँ अर्कै खालको फेरि बार्गेनिङ चिप आउने कुरा पनि बार्गेनिङ चिपको रूपमा युज गरेको पनि हुनसक्छ। सो वी डोन्ट नो एक्ज्याक्टली। अब तर त्यही हो, अनसर्टेन्टी अझै पनि एक्जिस्ट गर्छ, जियो पोलिटिकल कन्फ्लिक्ट चाहिँ सल्भ भएको छैन र अझै एस्केलेट होला जस्तो देखिन्छ र प्राइसेसहरू फेरि ब्याक टु हाई जान थालेको छ होइन। र त्यसमा अहिले क्रिप्टो पनि अलिकति ड्र्याग डाउन हुने नै हो। सो त्यही हो, अलिकति आफूले पनि विचार गर्न। थ्याङ्क यू भेरी मच।